मैले सेतो तिल पनि भुटेर रेडी गरिसकेको छु। अब सेतो तिलको लड्डु बनाउँछु गाइज। कस्तो हुनेछ गाइज। म अब यसमा चाहिँ सेतो तिल हाल्छु। गाइस मैले यहाँ सखरमा तिललाई गालिसकेँ। गाइस यो चाहिँ सेतो तिलको लड्डु। फाइनली गाइस मैले सेतो तिलको लड्डु पनि बनाइसकेँ। हजुरहरूले पनि आफ्नो घरमा बनाएर खानु होला सेतो तिलको लड्डु। गाइस मैले आफैले बनाएको तिलको लड्डु म खान्छु। दामी बनेछ गाइस तिलको लड्डु माघे सङ्क्रान्तिको लागि।